मैले जुन त्यो आचार्य सिद्धिहरू पढ्दै जाँदाखेरि एउटा रुद्र संहिता शिव पुराणको जुन चाहिँ रुद्र संहितामा भन्नुभएको छ, यस्तो भन्नुभएको रहेछ कि जति पनि यो संसारमा भएका जीवहरू छन्, म सुनै महादेवले स्वयं उहाँले भन्नुभएको छ कि म एउटा गुरु स्वरूप धारण गरेर सबैलाई उत्तम ज्ञान प्रदान गरेर यो भवसागरबाट डुबेका जीवहरूलाई म पार गराउँछु भनेर लेखिदिनु भएको रहेछ स्वयं एउटा शिव पुराणको रुद्र संहितामा। त आज हेर्नुहोस् त, आज हामीले यो समयमा यो घडीमा हामीले यस्तो चिज पाएका छौँ कि, यस्तो अमूल्य चिज पाएका छौँ कि आज हामीले यो दुई पिठी सास लिएर कति देर हामी यो संसारमा यो रहने एउटा यो धरतीमा है। त आज हामी त 5 तत्त्वले बनिएको शरीर, त्यही 5वटै चिजमा हामी तपाईँको शरीर पनि मिलेर जाने हो। त्यसले गर्दाखेरि आज हामीहरू कहाँबाट आयौँ, कसले ल्यायो, यो धरतीमा कसले पठायो भन्ने कुराहरू आफूले आफूलाई चिन्न सक्ने एउटा आध्यात्मिकको बाटोमा गएर आज हामी तपाईँले केही पनि अलिकति बुझ्यो भने हामीलाई एकदमै दर्द हुँदो रहेछ, पीडा हुँदो रहेछ, मनमा आफैले कस्तो लाग्दो रहेछ। किन मैले आज मेरो साथ दिदीले पहिले नै मैले पनि उहाँहरूलाई भेट्न पाएर उहाँहरूले पहिले नै दिनुभएको थियो भने आज मेरो मन कस्तो हुन्थ्यो होला, मेरो जीवन कस्तो हुन्थ्यो होला भन्ने मलाई लाग्छ। र आज म सबैजनालाई गुरुभाइ गुरुबन्दालाई म बिन्ती गर्न चाहन्छु कि जुन मेरो साथ दिदीले भन्नुभएको बाटोमा हामीहरू जाउँ र तपाईँले पनि कुनै भगवान शिवलाई एकबार गुरु मानेर हेर्नुहोस्। जति पनि मान्नु भएको छैन, हामी तपाईँको जति पनि मनमा भएको चञ्चलहरू, मेरो मनमा जस्तो पहिला चञ्चल हुन्थ्यो त्यो मन चञ्चल भएको पनि आज कस्तो भएको छ भने म आफूलाई नै थाहा छ। मेरो अनुभूति धेरै छ, सबै त म भन्नु सक्दिनँ किनभने समय पनि धेरै गुरुभाइ गुरुबानीहरू हुनुहुन्छ है। त्यसले गर्दाखेरि आज हामी तपाईँले कुनै भगवान शिवलाई गुरु स्वरूपमा मानेर जुन मेरो साहब र दिदी आज शरीरमा नभए तापनि आज उहाँहरू हामीको मनमा दिलमा सबैको धड्कनमा हुनुहुन्छ। साथै उहाँहरूसँग आशीर्वाद मागेर जब हामीले गुरुसँग दया माग्छौँ त भन्नुभएछ नि, एउटा शिव शिष्य भएर जब पनि हामी तपाईँको मन चाहिँ पल प्रतिपल दयाको याद रहन्छ, त आज हामी तपाईँ पनि एउटा शिष्यको रूपमा हामीहरू खडा हुनुको लागि हामीहरूको मन पनि खडा भइरहन्छ। त त्यही कारणले आज हामीले एकदमै दया माग्ने, साथ दिदीसँग आशीर्वाद माग्ने र त्यो साथ दिदीको बाणीलाई लिएर हामीहरू अगाडि बढ्ने प्रयास गरौँ भन्ने म यति नै मेरो यो छोटो बाणी उनी गुरुको चरणमा राख्दै फेरि पनि मेरो शिव गुरुको कोमल चरणमा मेरो प्रणाम छ।